बाबाको लागि बनाएको छु फिस करी। यो चाहिँ मागुर माछाको झोल। कति यो दिन त चलाउने यसरी हो। बेबी यो उचाल्नु नि, यो काट्यो कि यसमा खाना बसाइदिनु। अन्त यो चाहिँ डाइनिङ टेबलमा यो चाहिँ मैले बनाएको छु। यो चाहिँ मैले अन्डा र आलु बनाएको हो। अन्डा र आलु बनाएको। अन्डा चाहिँ मैले फ्राई गरिरहेको छु हो। यो चाहिँ बेलुका भोलिको टिफिन हो। चाहिँ यहाँ छ अन्डा चाहिँ। अन्त यो चाहिँ मैले बनाएको छु अहिले खानुको लागि चिकन ग्रेभी। यतिको बनाएको छु चिकन ग्रेभी हेर्न सक्नुहुन्छ। यो चाहिँ हामी बुढाबुढीको लागि मात्रै हो। बाबाको लागि चाहिँ फिस छ हेर्न सक्नुहुन्छ है। राजालाई चाहिँ फिस लटपट हुनु हुँदैन नि त, त्यही लागि 10वटा डाडु कराई हुनुपर्छ। यो चाहिँ मैले बनाइदिएको छु यसको टिफिनको लागि। यो चाहिँ टक्कै यसमा अन्डा हालिदिन्छु। बिस्तारै बिस्तारै पकाउँछु यसलाई म अब।